कथाको सुरुमा हामी ली जुङ नामका एक युवकलाई भेट्छौं। उनलाई जुडो, कराते र विभिन्न प्रकारका मार्शल आर्ट्समा निकै रुचि छ। उनीसँग मार्शल आर्ट्सकै विधा तेक्वान्दोमा सेकेन्ड डिग्री ब्ल्याक बेल्ट पनि छ। तालिम बाहेकको खाली समयमा ली आफ्ना साथीहरूसँग रमाइलो गर्न मन पराउँछन्। त्यसपछि हामी लीका बुबालाई भेट्छौं, जसको एउटा सानो रेस्टुरेन्ट छ। हरेक साँझ आफ्नो नियमित काम सकेपछि ली खाना डेलिभरी गर्ने काममा आफ्ना बुबालाई सघाउँछन्। एक रात डेलिभरी सकेर घर फर्किने क्रममा लीले एउटा सुनसान सडकमा झगडा भइरहेको देख्छन्। त्यहाँ एकजना प्रहरी अधिकारी एक अपराधीलाई पक्राउ गर्न सङ्घर्ष गरिरहेका हुन्छन्। बिना कुनै हिचकिचाहट ली ती अधिकारीलाई मद्दत गर्न अघि बढ्छन्। ठ्याक्कै त्यति नै बेला जब अपराधीले फुटेको सिसाको बोतलले प्रहरीलाई प्रहार गर्नै लागेको हुन्छ, ली पुगेर उनलाई बचाउँछन्। काबुमा लिइसकेपछि पनि अपराधीले सहयोग गर्न मान्दैन। त्यसपछि लीले एक शक्तिशाली किक प्रहार हान्छन् र अपराधी बेहोस हुन्छ। अपराधीलाई जाँच गर्ने क्रममा लीले उसको खुट्टाको गोलीगाँठामा बाँधिएको एउटा कालो इलेक्ट्रोनिक ब्यान्ड देख्छन्। त्यो उपकरण केका लागि हो भन्ने कुरामा उनी अलमलमा पर्छन्। घाइते प्रहरी अधिकारी भेनिस लीको साहस देखेर निकै प्रभावित हुन्छन्। गम्भीर चोट लागेका कारण भेनिसलाई अस्पताल भर्ना गरिन्छ। पछिल्लो समय लीलाई उनको बहादुरीको लागि प्रहरी विभागद्वारा सम्मानित गरिन्छ। त्यसको लगत्तै पार्क नामका अर्का एक अधिकारी लीलाई भेट्न आउँछन्। पार्कले बुझाउँछन् कि शहरका करिब 500 जना मानिसहरूले त्यस्तै खालको कालो एङ्कल ब्यान्ड लगाएका छन्। यी ब्यान्डहरू जीपीएस ट्र्याकर हुन्, जसको प्रयोग गम्भीर अपराध गरेर भर्खरै जेलबाट छुटेका अपराधीहरूको निगरानी गर्न गरिन्छ। उनीहरूले फेरि अपराध नगरून् भन्नका लागि प्रहरीले उनीहरूको चहल पहललाई ट्र्याक गर्ने गर्छ। पार्कले लीलाई आफ्नो युनिटमा काम गर्ने प्रस्ताव राख्छन्। सुरुमा लीले यो प्रस्ताव अस्वीकार गर्छन्। पार्कले स्पष्ट पार्छन् कि उनको टोलीलाई दक्ष मार्शल आर्ट्स खेलाडीहरूको तुरुन्तै आवश्यकता छ। भेनिस गम्भीर घाइते भएकाले उनी कम्तीमा 1 महिनासम्म ड्युटीमा फर्कन सक्ने छैनन्। भेनिस निको नभएसम्मका लागि उनको ठाउँमा अस्थायी रूपमा काम गर्न पार्कले लीलाई सुझाव दिन्छन्। लीका साथीहरूले यो एक राम्रो अवसर भएको भन्दै उनलाई प्रोत्साहन दिन्छन्। उनका बुबाले पनि उनलाई यो काम स्वीकार गर्न अनुमति दिनुहुन्छ। त्यसको भोलिपल्टै ली आधिकारिक रूपमा विशेष प्रहरी युनिटमा भर्ना हुन्छन्। तर यो विभागले सामान्य प्रहरी बलभन्दा धेरै फरक तरिकाले काम गर्छ। यहाँका अधिकारीहरूले युनिफर्म लगाउँदैनन् र संदिग्ध व्यक्तिहरूसँग सोधपुछ गर्न उनीहरूलाई वारेन्ट पुर्जीको पनि आवश्यकता पर्दैन। उनीहरूको मुख्य काम अपराधीहरूको एङ्कल ब्यान्ड मार्फत उनीहरूको लोकेसन स्थान निगरानी गर्नु हो। यदि कुनै ब्यान्डको ब्याट्री 30% भन्दा कम भयो भने अधिकारीहरू अपराधीलाई फोन गर्छन् र त्यसलाई रिचार्ज गर्न निर्देशन दिन्छन्। यदि अपराधीले फोन व्यवस्था गर्यो वा शंकास्पद गतिविधि देखायो भने टोलीलाई तुरुन्तै उसको लोकेसनमा पठाइन्छ। उनीहरूले संदिग्ध व्यक्तिलाई केरकार गर्छन् र आवश्यक परेमा गिरफ्तार पनि गर्छन्। सुरुमा लीलाई यो काम निकै पट्यार लाग्दो र निरस लाग्छ। उनले त्यहाँ लामो समयसम्म काम गर्न सक्छु कि सक्दिनु भनेर शंका गर्न थाल्छन्। अचानक उनले एक अपराधीको एङ्कल ब्यान्डको ब्याट्री 30% भन्दा कम भएको देख्छन्। जब लीले उसलाई फोन गर्छन्, ती व्यक्तिले तुरुन्तै फोन काटिदिन्छन्। अपराधीको रेकर्ड जाँच गर्दा उनी पहिले जबरजस्तीकरणी बलात्कारको आरोपमा पक्राउ परेको खुलासा हुन्छ। कुनै समय खेर नफालिकन पार्कले लीलाई लिएर संदिग्ध व्यक्तिको ठेगानामा जान्छन्। लीले याद गर्छन् कि घरको एउटा झ्यालमा फलामको डन्डी छैन। उनले पार्कलाई भने कि संदिग्ध व्यक्तिले स्पष्ट रूपमा त्यही झ्यालबाट हाम फालेर भाग्ने योजना बनाएको छ। पार्क उनलाई समात्न मूल ढोकाबाट भित्र छिर्छन्, जबकि ली संदिग्ध व्यक्ति हाम फाल्ने पर्खाइमा बाहिरै बस्छन्। जब पार्क भित्र जान्छन्, उनले अपराधीमा अझै कुनै सुधार नआएको पाउँछन्। ऊ अझै पनि ती युवतीलाई दुर्व्यवहार गर्ने प्रयास गरिरहेको थियो। भाग्नका लागि अपराधी झ्यालबाट बाहिर हाम फाल्छ, तर ली पहिले नै बाहिर कुरिरहेका हुन्छन्। लीले उसलाई एक शक्तिशाली किक प्रहार गर्छन् र सफलतापूर्वक नियन्त्रणमा लिन्छन्। पार्क लीको साहसबाट फेरि एकपटक प्रभावित भए। उनीहरूले अपराधीलाई पक्राउ गरेर लगे। यस घटनाबाट लीले महसुस गरे कि यो काम रोमाञ्चक हुनुका साथै अर्थपूर्ण पनि थियो। उनले ती युवतीको अस्मिताको पनि रक्षा गरेका थिए। लीका लागि योभन्दा ठूलो काम अरू केही हुन सक्दैन थियो। 2 दिनपछि उनीहरू अर्को संदिग्ध व्यक्तिलाई समात्न गए। त्यो मानिस शंकास्पद रूपमा पार्कमा खेलिरहेका साना बालबालिकाहरूलाई हेरिरहेको थियो। ली त्यो घृणित मानिसलाई कडा पाठ सिकाउन चाहन्थे, तर पार्कले उनलाई रोके। उनले लीलाई चेतावनी दिए कि अनावश्यक बल प्रयोग गर्दा अनुसन्धानको क्रममा गम्भीर परिणामहरू निम्त्याउन सक्छ। हरेक बित्दो दिनसँगै लीले केही न केही नयाँ कुरा सिक्दै गए। पार्क लीको बहादुरी र अनुशासन देखेर धेरै खुसी थिए। त्यस साँझ पार्कले लीलाई आफूसँगै रात्रिकालीन भोजन डिनरका लागि निमन्त्रणा गरे। लीले आफ्ना साथीहरूलाई पनि साथमा ल्याउन पाउने कि नपाउने भनेर सोधे। उनका साथीहरूले सित्तैको खाना खाने मौका कहिले छोड्दैनथे।
पार्क सहमत भए र उनीहरूलाई भेट्न पाउँदा आफूलाई पनि खुसी लाग्ने बताए। त्यस रात ली आफ्ना 3 जना साथीहरूसहित तोकिएको ठाउँमा पुगे। सबैले सँगै खानपिन गरे र रमाइलो साँझ बिताए। पार्क छिटै लीका साथीहरूसँग घुलमिल भए। उनले लीको प्रशंसा गरे र उनको उपस्थितिले उनीहरूको काम कसरी सजिलो बनाएको छ भनेर सम्झाए। त्यसपछि भोज सकिएर उनीहरू घर फर्कनै लाग्दा पार्कलाई एक सहकर्मी प्रहरी अधिकारीको फोन आयो। उनलाई एक खतरनाक अपराधीको बारेमा जानकारी दियो जो हत्याको आरोपमा 15 वर्षको जेल सजाय काटेर भर्खरै रिहा भएको थियो। जेलबाट छुटेको 1 महिना मात्र भएको थियो। उसले आफ्नो खुट्टामा बाँधिएको ट्र्याकिङ ब्यान्ड काटेर फालिदिएको थियो, जसले गर्दा उसलाई खोज्न असम्भव भएको थियो। प्रहरीले उसको पछिल्लो स्थान नजिकै कतै रहेको जानकारी पाएको थियो। लीले आफ्ना साथीहरूसँग मद्दत माग्ने निर्णय गरे। उनका एकजना साथीसँग ड्रोन थियो। ड्रोनको प्रयोग गरेर उनीहरूले तुरुन्तै संदिग्ध व्यक्तिलाई फेला पारे। पार्कले दौडिएर उसलाई भेटाउन नसकेपछि ली एक्लै उसलाई सामना गर्न गए। जब ली त्यहाँ पुगे, ती व्यक्तिले उनलाई चक्कुले आक्रमण गरे। लीले उक्त प्रहारबाट जोगिँदै जवाफी खाने र उनलाई भुइँमा पछारिदिए। लीले उनलाई पक्राउ गर्नु अघि नै ती व्यक्तिले फेरि चक्कु समाते। उनले भाग्ने र अरूलाई हानि पुर्याउने धम्की दिए। यो स्थिति लीका लागि अत्यन्तै तनावपूर्ण बन्यो। उनले यसलाई कसरी सम्हाल्ने भन्नेमा अन्योलमा परे। पार्कले फोनबाटै उनलाई निर्देशन दिन थाले र स्थितिलाई कसरी नियन्त्रणमा लिने भनेर सिकाउन थाले। ती व्यक्तिले दाबी गरे कि जेलबाट छुटेपछि उनले परिवर्तन हुने प्रयास गरेका थिए। तर जब जब मानिसहरूले उसको खुट्टामा त्यो एङ्कल ब्यान्ड देख्थे, उनीहरूले उसको गिल्ला गर्थे। पार्कले ध्यान दिएर सबै कुरा सुने र लीलाई सल्लाह दिइरहे। लीले शान्त भएर पार्कका शब्दहरू ती व्यक्तिलाई दोहोर्याए। उनले ती व्यक्तिलाई आशा नमार्न भने, अरूले के भन्छन् भन्ने कुरामा ध्यान नदिन र सही बाटोमा अडिग रहँदै राम्रो गर्ने प्रयास गरिरहन सल्लाह दिए। त्यसपछि केही महिनाभित्रै त्यो ब्यान्ड हटाइनेछ र उनी अरू सबै जस्तै सामान्य जीवन बिताउन सक्षम हुनेछन् भन्ने कुरा लीले सम्झाए। लीका कुरा सुनेपछि ती व्यक्तिमा केही आत्मविश्वास जाग्यो। उनी सहमत भए र राजी खुसीले फेरि एङ्कल ब्यान्ड बाँध्न तयार भए। त्यस दिन लीले बुझे कि साँचो न्यायका लागि जोश मात्र होइन, सावधानी पनि आवश्यक हुन्छ। त्यसको केही समयपछि एउटा समाचार च्यानलले डोङ्गु नामको एक अत्यन्तै खतरनाक अपराधी जेलबाट रिहा हुन लागेको खबर दियो। उनी निकै नीच प्रकृतिका मानिस थिए। उनीमाथि 12 वर्ष वा सोभन्दा कम उमेरका बालबालिका माथि दुर्व्यवहार गरेका करिब 15 वटा मुद्दाहरू थिए। उनको विभत्स विगतका कारण प्रहरी निकै चिन्तित थियो। उनले फेरि त्यस्तै अपराध गर्ने उच्च सम्भावना रहेको प्रहरीको विश्वास थियो। केही दिनपछि ली एउटा भिडभाड भएको बजारमा हिँडिरहेका थिए। उनले एउटा रेस्टुरेन्टभित्र एङ्कल ब्यान्ड लगाएको एक व्यक्ति बसिरहेको देखे। ती व्यक्तिले वेट्रेसलाई छुन खोजेको तरिकाबाट उनको नियत प्रष्ट देखिन्थ्यो। खतराको संकेत पाउने बित्तिकै ली तुरुन्तै आफ्नो कार्यालय गएर ती व्यक्तिको रेकर्ड जाँच गरे। उनले पत्ता लगाए कि ती व्यक्ति पहिले पनि बलात्कारको आरोपमा जेल परेका थिए। कानुनी जटिलताका कारण उनको एङ्कल ब्यान्ड पहिले नै हटाइएको थियो। सबै संकेतहरूले यो देखाउँथे कि ती व्यक्तिले कुनै भयानक योजना बनाइरहेका थिए। बिली र पार्क त्यस क्षेत्रमा पुगेर नजिकैका पसलहरूमा खोजी गर्न थाले। उनीहरूले विशेष गरी महिलाहरूले मात्र काम गर्ने ठाउँहरूमा ध्यान केन्द्रित गरे। यसैबीच संदिग्ध व्यक्ति कसैले थाहा नपाउने गरी त्यहाँबाट उम्किए। उनी एउटी महिलाको स्वामित्वमा रहेको कपाल काट्ने पसल बार्बर शपमा छिरे। ती व्यक्तिले महिलामाथि आक्रमण गरे र उनलाई नियन्त्रणमा लिने प्रयास गरे। त्यसले ठिक समयमा त्यहाँ पुगे र अपराधीलाई कुटपिट गर्दै अर्को अपराध हुनबाट रोके। पछि डोङ्गुको निगरानी कुन युनिटले गर्ने भन्ने निर्णय गर्न प्रहरीको बैठक बस्यो। पार्कले निर्धक्क भई आफ्नो कुरा राखे। उनले भने कि उनीहरूको टोलीमा ली जस्तो बहादुर अधिकारी भएकाले यो जिम्मेवारी उनीहरूलाई नै दिनुपर्छ। पछि जब लीले पार्कलाई भेटे, उनले आफ्ना भावनाहरू इमानदारीपूर्वक व्यक्त गरे। उनले भने कि उनलाई यो काम साँच्चै मनपर्छ र उनी आफ्नो बाँकी जीवनभर यही काम गर्न चाहन्छन्। यो सुनेर पार्क निकै खुसी भए। चाँडै नै त्यो दिन आयो जब डोङ्गु जेलबाट रिहा भए। ली र पार्क एङ्कल ब्यान्डको प्रक्रिया पूरा गर्न जेल गए। उसको खुट्टामा ट्र्याकिङ उपकरण जडान गरेपछि प्रहरीको एक टोलीले उनलाई घरसम्म पुर्यायो। उसको निवास बाहिर आक्रोशित भिड जम्मा भएको थियो। मानिसहरू कराउँदै थिए कि डोङ्गु जस्तो व्यक्ति स्वतन्त्रताको हकदार छैन। विरोधका बावजुद प्रहरी टोली उनलाई छोडेर फर्कियो। अब ली र उनको टोलीका लागि सबैभन्दा ठूलो जिम्मेवारी डोङ्गुलाई कडा निगरानीमा राख्नु थियो। एक रात डोङ्गुको एक पुरानो साथी उनलाई गोप्य रूपमा भेट्न आयो। उनीहरू भवनको छतमा गएर कुरा गर्न थाले। उनीहरूको कुराकानीबाट प्रहरी र एङ्कल ब्यान्ड प्रणालीप्रति गहिरो आक्रोश झल्किन्थ्यो। त्यो साथीको नाम राजार थियो। केही वर्ष अघि उनीहरू दुवै एउटै जेलमा थुनिएका थिए।
राजारले डोङ्गुलाई सोधे कि उनले चिठीमा उल्लेख गरिएको प्रस्तावको बारेमा के सोचेका छन्। डोङ्गुले आफू त्यो प्रस्ताव स्वीकार गर्न चाहन्छु भनी जवाफ दिए। तर उनले स्वीकार गरे कि एङ्कल ब्यान्डले उनलाई त्रसित बनाएको छ। त्यसपछि राजारले उनलाई प्रहरीसँग नडराउन भने। उनले आश्वासन दिए कि उनीहरूले सबै कुरा सम्हाल्नेछन्। 2 दिनपछि लीले डोङ्गु आफ्नो घरबाट निस्केर एक उच्च वर्गको अपस्केल क्षेत्रतिर जाँदै गरेको याद गरे। डोङ्गु छिरेको त्यो भवनमा साना बालबालिकाहरूका लागि एउटा कोचिङ सेन्टर पनि थियो। यो देखेपछि लीले तुरुन्तै उनको पिछा गरे। डोङ्गु बेसमेन्टमा गए र राजारका साथै उनका मानिसहरूलाई भेटे। त्यहाँ उनले उनीहरूको वास्तविक योजनाको बारेमा थाहा पाए। उनीहरू गोप्य रूपमा बालबालिकाहरूको अश्लील भिडियो खिचेर डार्क वेबमा अपलोड गर्ने गर्दथे। उनीहरू डोङ्गुलाई पनि आफ्नो यो धन्दाको हिस्सा बनाउन चाहन्थे। हरेक भिडियो बापत उनले ठूलो रकम पाउने थिए। उनीहरूका लागि यो मनोरञ्जन बाहेक अरू केही थिएन। डोङ्गुले कुनै लाज नमानी बिना कुनै हिचकिचाहट यो प्रस्ताव स्वीकार गरे। लीले डोङ्गुलाई पछ्याउँदै त्यस ठाउँसम्म पुगेका थिए, तर ती मानिसहरू कालो सिसा भएको टिन्टेड गाडीभित्र बसिरहेका थिए। लीले भित्र के भइरहेको छ भनेर देख्न सकेनन्। उनले सावधानीपूर्वक गाडीको लाइसेन्स नम्बर टिपेर त्यहाँबाट निस्किए। त्यसपछि लीले पार्कलाई फोन गरे र आफूले डोङ्गुलाई फेला पार्न नसकेको जानकारी दिए। पार्कले तुरुन्तै डोङ्गुलाई फोन गरेर उनको हालको स्थानको बारेमा सोधे। डोङ्गुले सजिलै जवाफ दिए कि उनी चाउचाउ नुडल्स खान बाहिर आएका हुन्। ली उनीसम्म पुग्नु अघि नै डोङ्गु एउटा थाई रेस्टुरेन्टमा छिरे। डोङ्गुलाई आफूमाथि निगरानी भइरहेको छ भन्ने पहिले नै थाहा थियो। यसपटक उनले प्रहरीलाई सफलतापूर्वक भ्रममा पारे। पछि ली र पार्क कार्यालयमा स्थितिको बारेमा छलफल गरिरहेको देखियो। लीले औल्याए कि डोङ्गुको घर नजिकै धेरै थाई रेस्टुरेन्टहरू छन्। चाउचाउ खानकै लागि मात्र उनले त्यति टाढा यात्रा गर्नुपर्ने कुनै कारण थिएन। यसले के स्पष्ट पार्यो भने त्यो भवनमा उनको उपस्थिति योजनाबद्ध थियो। केही समयपछि लीले ज्यान बचाएका ती घाइते प्रहरी अधिकारी अस्पतालबाट डिस्चार्ज भए। उनले आफ्नो ज्यान बचाएकोमा लीलाई धन्यवाद दिए र उपहार स्वरूप एक जोडी पन्जा ग्लोभ्स दिए। भेनिस ड्युटीमा फर्किएपछि टोली अझ बलियो भयो। भोलिपल्ट खेलिरहेकी एक 10 वर्षीय बालिका अपहरणमा परिन्। राजारले डोङ्गुलाई त्यो ठाउँ देखाए जहाँ उनीहरूले भिडियो रेकर्ड गर्ने योजना बनाएका थिए। प्रहरीले गोप्य रूपमा उनीहरूको गतिविधि निगरानी गरिरहेको थियो। एक रात जब डोङ्गु आफ्नो घरबाट निस्के, लीले गोप्य रूपमा उनको पिछा गरे। सोही समयमा प्रहरीले अर्को एक अपराधीको बारेमा चेतावनी अलर्ट प्राप्त गर्यो। केही घण्टा अघि उसको लोकेसन परिवर्तन भएको थियो र उसको एङ्कल ब्यान्डको ब्याट्री 30% भन्दा कम भएको थियो। भेनिसले ती संदिग्धलाई सोधपुछ गर्न फोन गरे। ती व्यक्तिले अस्पष्ट जवाफ दिएर फोन काटिदिए। पार्क र भेनिस उनलाई समात्न तुरुन्तै त्यस ठाउँतर्फ लागे, तर यो त्यो गिरोहले बिछ्याएको एउटा जाल ट्र्याप मात्र थियो। संदिग्धले त्यहाँ हतियारधारी गुण्डाहरूको ठूलो समूह जम्मा गरेका थिए। उनीहरूबीच हिंसात्मक लडाईँ सुरु भयो। यसैबीच डोङ्गुले लीका लागि पनि एउटा जाल बुनेका थिए। उनको पिछा गर्ने क्रममा ली अन्जानमै त्यसमा फसे। राजारका धेरैजना मानिसहरू उनलाई मार्न पहिले नै त्यहाँ पर्खिरहेका थिए। संख्यामा कम भए तापनि लीले आफ्नो लडाईँको अनुभवमाथि भरोसा राखे। सबैजना मिलेर आउँदा पनि आक्रमणकारीहरू उनको अगाडि टिक्न सकेनन्। लीले उनीहरूसँग डटेर सामना गरे र ती सबैलाई पराजित गरिदिए। त्यही समयमा पार्क र भेनिस गम्भीर खतरामा परेका थिए। उनीहरूले गुण्डाहरूसँग बहादुरीका साथ लडाईँ गरे। अन्ततः उनीहरूले अधिकांशलाई नियन्त्रणमा लिन सफल भए। तर सो हिंसात्मक झडपको क्रममा दुवै अधिकारीहरू नराम्ररी घाइते भए। यसैबीच सबै गुण्डाहरूलाई हराएपछि लीले डोङ्गुलाई पछ्याउँदै भिडियो खिचिने भनिएको ठाउँसम्म पुगे। ली बेसमेन्टमा पुग्ने बित्तिकै उनले डरले चिच्याइरहेकी एक बालिकाको आवाज सुने। उनले तुरुन्तै महसुस गरे कि त्यो नीच व्यक्ति डोङ्गु पहिले नै भित्र पुगिसकेको छ। लीले बारम्बार ढोका खोल्ने प्रयास गरे, तर त्यो खुल्दै खुलेन। उनी हतारिँदै बाहिर निस्किए, झ्याल फुटाएर कोठाभित्र पसे। भित्र डोङ्गु र उसको सहयोगी रोडार दुवै उपस्थित थिए। लीले कुनै हिचकिचाहट बिना उनीहरूमाथि उग्र रूपमा आक्रमण गरे, तर एक प्रहरी अधिकारी भएकाले लीलाई उनीहरूको ज्यान लिने अनुमति थिएन। यसैको फाइदा उठाउँदै अपराधीले चक्कुले जवाफी हमला गर्यो। संघर्षको क्रममा ली गम्भीर घाइते भए। मौका पाएर राजार त्यहाँबाट भाग्न सफल भयो, तर डोङ्गु भने अझै ती त्रसित बालिकातिर बढिरहेको थियो। उसलाई रोक्न लीले आफ्नो सम्पूर्ण शक्ति लगाएर प्रहार गरे। त्यही समयमा डोङ्गुले लीलाई चक्कु प्रहार गरे, जसले गर्दा उनलाई गम्भीर चोट लाग्यो। लगत्तै टाढाबाट प्रहरीको साइरनको आवाज गुन्जियो। मौका पाउने बित्तिकै डोङ्गु घटनास्थलबाट भाग्यो। लीले आफ्नो ज्यान जोखिममा राखेर ती बालिकालाई बचाए। गम्भीर चोटका कारण उनले आगामी केही दिन अस्पतालमा बिताउनु पर्यो।
लीको अवस्था देखेर उनका बुबाको हृदय छियाछिया भयो। आफ्नो छोरालाई यस्तो खतरनाक काम गर्न अनुमति दिएकोमा उनलाई पछुतो भयो। केही घण्टापछि जब ली होसमा आए, उनको पहिलो प्रश्न डोङ्गुको बारेमा थियो। उनका वरिष्ठ अधिकारीहरूले डोङ्गु भागिसकेको जानकारी दिए। उनीहरूले यो पनि बताए कि उसले आफ्नो एङ्कल ट्र्याकिङ ब्यान्ड पहिले नै निकालिसकेको थियो। पारको घाँटीमा गम्भीर चोट लागेको थियो, जसका कारण उनलाई निको हुन अझै केही महिना अस्पतालमै बस्नुपर्ने भयो। दुःखको कुरा, लडाईँको क्रममा अत्यधिक रक्तस्राव भएका कारण भेनिसले ज्यान गुमाए। यो खबर सुनेर ली मर्माहत भए। उनले आफ्नो ड्युटीको क्रममा यस्तो क्षति र हिंसा देख्नु पर्ला भनेर कहिल्यै सोचेका थिएनन्। पछि भेनिसको अन्त्येष्टिमा ली अन्य मानिसहरूसँगै सहभागी भए। लीले बचाएकी ती सानी बालिकाकी आमा पनि श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ आइन्। उनले आफ्नी छोरीले लेखेको धन्यवादको पत्र लीलाई दिइन्। उनले लीलाई बताइन् कि उनकी छोरी अझै पनि गहिरो मानसिक चोट, ट्रमामा छिन्। ती बालिका यति डराएकी थिइन् कि उनले घर बाहिर निस्कन समेत मानिरहेकी थिइनन्। तर लीको बहादुरीका कथाहरू सुन्दा उनले शक्ति र आशा पाइरहेकी छिन्। ती महिलाका कुरा सुनेर ली भावुक भए। उनले सोचे कि ती निर्दोष बालिकाले यस्तो पीडा भोग्नुपर्ने त्यस्तो के अपराध गरेकी थिइन् र? पछि जब लीले पार्कलाई भेटे, पार्कले उनलाई यो केसबाट टाढै रहन सल्लाह दिए। उनले अब क्राइम ब्रान्चले सबै कुरा सम्हाल्ने बताए। तर लीले मनसाय बनाइसकेका थिए। उनले आफ्ना साथीहरूसँग मिलेर डोङ्गुलाई आफै पक्रिने निर्णय गरे। बिना कुनै हिचकिचाहट उनका साथीहरू मद्दत गर्न तयार भए। लीलाई अझै पनि त्यो बेसमेन्टमा देखेको गाडीको लाइसेन्स प्लेट नम्बर याद थियो। त्यही जानकारीको आधारमा उनीहरूले अपराधीहरूको ठेगाना पत्ता लगाए। उनीहरू चारैजना मिलेर त्यो ठाउँमा गए। अन्ततः उनीहरूले डोङ्गुको सहयोगीलाई भेटाएर नियन्त्रणमा लिए। जब लीका एक साथीले उसको कम्प्युटर खोले, उनीहरूले साना बालबालिकाहरूका थुप्रै भिडियोहरू फेला पारे। त्यो दृश्य देखेर ली र उनका साथीहरूलाई थामिन सक्नु रिस उठ्यो। आवेशमा आएर लीले एक ट्रिमरले ती व्यक्तिको आँखामा प्रहार गरेर उसलाई गम्भीर घाइते बनाइदिए। आफ्नो ज्यान जाने डरले ती व्यक्तिले डोङ्गुको लुक्ने ठाउँ बताइदिए। उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेर उसलाई पक्राउ गराए। उनीहरूले अब डोङ्गुलाई धेरै समय स्वतन्त्र रहन नदिने निर्णय गरे। त्यही रात उनीहरूले उसलाई पक्रने योजना बनाए। उनीहरू निस्कन लाग्दा लीका बुबाले उनीहरूलाई रोक्नुभयो। उनीहरूले यो अभियान अत्यन्तै खतरनाक रहेको भन्दै चेतावनी दिनुभयो र लीलाई यो काम छोड्न आग्रह गर्नुभयो। लीले शान्त भएर सम्झाए कि डोङ्गु जनावर भन्दा पनि बदतर छ। उनले भने कि यदि अहिले उसलाई नरोक्ने हो भने उसले यस्ता भयानक अपराधहरू गरिरहनेछ। लीले अझ थपे कि यदि सबैजना स्वार्थी भएर मौन बस्ने हो भने समाजमा अपराध झन बलियो हुँदै जानेछ। यो सुनेपछि लीका बुबाले आफ्नो छोरा कति परिपक्व र समझदार भएको रहेछ भन्ने महसुस गर्नुभयो। उनीहरूले बुझे कि डोङ्गुलाई नरोकेसम्म ली शान्त भएर बस्नेवाला छैनन्। त्यसपछि चारैजना साथीहरू डोङ्गु लुकेको क्षेत्रतिर लागे। उनीहरूले त्यस क्षेत्रका हरेक होटलहरू एक एक गर्दै खोजे। चाँडै नै लीका एक साथीले डोङ्गुलाई फेला पारे। त्यहाँ धेरै प्लेट खाना र रक्सीका बोतलहरू देखेपछि उनीहरूले महसुस गरे कि ऊ एक्लै छैन। त्यहाँ राजार र स्थानीय थुप्रै गुण्डाहरू पनि सँगै थिए। लीले आफ्ना साथीहरूलाई सुरक्षित ठाउँमा पछि हट्न निर्देशन दिए। उनले ती सबैको एक्लै सामना गर्ने निर्णय गरे। माथिबाट लीका साथीहरूले ड्रोनको प्रयोग गरेर पुरै लडाईँको निगरानी गरिरहेका थिए। संख्यामा धेरै भए तापनि ती गुण्डाहरू लीको अगाडि केही थिएनन्। आक्रोशले भरिएका लीले एकपछि अर्को गर्दै उनीहरूलाई पराजित गरे। लडाईँ जारी रहँदा बाँकी रहेका गुण्डाहरूले लीको ध्यान भड्काउने प्रयास गरे। यही मौका छोपेर डोङ्गु त्यहाँबाट भाग्यो। तर लीका साथीहरूले ड्रोन क्यामेराको मद्दतले उसको पिछा गरिरहे। केही मिनेटभित्रै लीले बाँकी रहेका आक्रमणकारीहरूलाई सिद्ध्याए। त्यसपछि उनी आफ्नो अन्तिम निशाना डोङ्गुलाई समात्न दौडिए। साथीहरूले प्रत्यक्ष लाइभ फुटेज हेर्दै निर्देशन दिइरहेकाले ली उनीहरूसँग फोनमै कुरा गरिरहेका थिए। चाँडै नै लीले डोङ्गुलाई भेट्टाएर उनीहरूबीच भयानक लडाईँ सुरु भयो। डोङ्गु कुनै साधारण प्रतिद्वन्दी थिएन भन्ने कुरा प्रष्ट देखिन्थ्यो। लडाईँको क्रममा लीले धेरै कडा प्रहारहरू खाए। एक समय त यस्तो आयो कि डोङ्गुले उनलाई झन्डै हराइसकेको थियो। अचानक लीका साथीहरूले ड्रोनको प्रयोग गरेर डोङ्गुलाई घाइते बनाइदिए। ती त्रसित सानी बालिकालाई सम्झिँदै ली नयाँ जोश र आक्रोशका साथ उठे। उनले डोङ्गुमाथि निर्दयी प्रहार गरेर उसलाई बेहोस पारिदिए। अब डोङ्गुसँग लड्ने वा भाग्ने कुनै शक्ति बाँकी थिएन। लीले उसलाई हत्कडी लगाएर लिएर गए। अन्तमा लीलाई उनको साहसका लागि सम्मानित गरियो। उनले बचाएकी ती बालिका अन्ततः उनलाई बधाई दिन आफ्नो घर बाहिर निस्किन्। उनी आफ्नो मानसिक चोट ट्रमाबाट धेरै हदसम्म निको भइसकेकी थिइन् र उनको अनुहारमा खुसी फर्किएको थियो। लीले महसुस गरे कि उनको जीवनको वास्तविक उद्देश्य यही हो।
अरू कुनै पनि कुराले उनलाई यस्तो सन्तुष्टि दिन सक्दैनथ्यो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक गरिदिनुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियोमा भेटौँला।